एभ्रिवान जेमसी सबैजनालाई आज चाहिँ सङ्गतिपछि म चाहिँ यहाँ मैले ल्याएको खस्यो मैले ल्याएको निबुवालाई हामी खाना गरिरहेका छौँ बहिनीहरूले तयारी बनाउँदै हुनुहुन्छ मेरो फेभरेट बहिनीहरू हो नि त यो अनि एकजना यहाँ आउँदैछ हामी त्यहाँ चिनी हाल्नको लागि चिनी लिएर अहिले चाहिँ हामी खान्छौँ म चाहिँ यहाँ छु र अहिले अरू चाहिँ त्यहाँ भित्र नाचिरहेको छ हेर्न सक्नुहुन्छ यिनीहरूको सालाहरू त्यसरी चाहिँ नाचे हो त्यसपछि अहिले भेटौँला सियो यहाँ अमिलोमा चिनी हालिसकेका छौँ अब हामी चिनी हालेर खुर्सानी हालेर खान्छौँ खुर्सानी कहाँबाट ल्याउने माथि खुर्सानी कहाँबाट ल्याउने माथि कहाँ माथि जाने म जान सक्दिनँ माथि गाइस म गएँ ल कमल अङ्कल ब्लग्स लाग्यो हेर्न सक्नुहुन्छ होइन म त्यहाँ माथि गएर बोल्न पाइनँ कि यहाँ खुर्सानी टिपेर ल्याएका छौँ मैले हालेको छु सुकेको खुर्सानी त्यसरी हैन के ए सरी दिदीले हाल्नु भएको छ सुकेको खुर्सानी मैले ल्याएको छु के रे कमलाले नदेखाउन र मज्जु मिठो खुर्सानी काट्नु न मिठो खुर्सानी हात उस ल भयो खानालाई रेडी भइसकेका छौँ कमल दाइले चाखेको अवस्थामा कस्तो तँलाई कस्तो हो हुन्छ कस्तो हो राम्रो हो मिठो हो वर्षा कस्तो हो ल त्यसो भए यो चाहिँ हामी खानालाई रेडी छौँ भाइ सन्तोष एकचोटि चाख्दा कस्तो हुँदो रहेछ मिठो हुँदो रहेछ ल नवीन हस् हजुर यता ल त्यसो भए मैले नि खाएँ त खाएँ ल गुलियो मात्रै धेरै रहेछ यार खाना त खाए सकेन Thank you for watching.